बैंकिङ सेक्टरको तयारी गर्दै बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूमा तपाईहरुको इच्छा, आशा, डिमान्ड सहितको क्लास लिएर फेरि पनि हामी हजुरहरुमा उपस्थित भइसकेका छौं। जब नेपाल बैंक लिमिटेडले भ्याकेन्सी सार्वजनिक गर्यो, भ्याकेन्सी सार्वजनिक गरेको पनि त्यति धेरै दिन भएको छैन। तपाईको यही 15 गते चैत्र 15 गते तपाईको चाहिँ भ्याकेन्सी सार्वजनिक गर्यो। सार्वजनिक गरे पश्चात धेरै समान क्वेशन भनेको नेपाल बैंक लिमिटेडले तह 3 का कर्मचारीहरूलाई के कस्तो सेवा सुविधा दिन्छ सर, त्यस्तै तह 4 का कर्मचारीहरूलाई के कस्तो सेवा सुविधा दिन्छ, यो खालको प्रश्न एकदमै धेरै आयो क्या। यो जान्न पाउनु तपाईको अधिकारको कुरा पनि हो। तपाई कुनै पनि सेक्टरमा जान खोज्दै हुनुहुन्छ भने त्यो सेक्टर के कस्तो छ, त्यो सेक्टरले के कस्तो सेवा सुविधाहरू दिइराछ त, त्यसको बारेमा तपाईले जान्न पाउनु अधिकारको कुरा पनि हो। त्यसैले गर्दा तपाईको धेरै भन्दा धेरै मेसेज कल आएको हुनाले गर्दा हामीले हाम्रै एकाडेमीसँग सहकार्य गर्दै अर्थात यही एकाडेमीमा यो भन्दा 2 वर्ष अगाडि नेपाल बैंक लिमिटेडको अनलाइन क्लास लिएर नेपाल बैंक लिमिटेडको कर्मचारी हुनुभएको एकजना विद्यार्थीको स्यालेरी वार्षिक रूपमा उहाँले पाउनु भएको स्यालेरीलाई चाहिँ तपाई समक्ष शेयर गर्दिदै छौं। यसबाट तपाईलाई धेरै आइडिया हुनेछ बैंकले के कस्तो सेवा सुविधाहरू दिदो रहेछ भन्ने कुरा। अब यसपछि चाहिँ तपाईको यो स्यालेरीसँग सम्बन्धित क्वेशन आउने छैन। त्यो सँगसँगै यदि तपाईहरु चाहिँ नेपाल बैंक लिमिटेडको चौथो तह है, चौथो तहको क्लासेस लिन चाहनुहुन्छ, 97 भ्याकेन्सी संख्या धेरै छ अहिले है। तपाईले चाहिँ जुनसुकै प्रदेशबाट फर्म भरे पनि एउटै पेपर हुन्छ। तपाईको प्रदेश नम्बर 1 अथवा 2 3 4 5 6 7 जुन प्रदेशबाट तपाईले फर्म भरे पनि तपाईको चाहिँ क्वेशन पेपर एउटै नै हो, सिलेबस एउटै नै हो। त्यसैले गर्दा यसमा तपाई क्लियर हुनु होला। यदि हजुरहरुले चाहिँ बैंकिङ सेक्टरको क्लास अब नेपाल बैंक लिमिटेडका लागि एडमिसन ओपन भइसकेको छ, सम्भवतः हामीले आज अथवा भोलिबाट सुरु गर्छौं। तह 4 को तह 3 को आजैबाट सुरु हुन्छ होला जहाँसम्म लाग्छ। गोल्ड टेस्टरको क्लास राष्ट्रिय वाणिज्य बैंकको लास्ट सेक्सन अन्तिम सेक्सन हिजोबाट सुरु भएको छ। तपाईलाई चाहिँ स्यालेरी कुन कुन शीर्षकबाट दिन्छ भन्ने कुरा तपाईलाई शेयर गर्छु है। धेरै बेसिक स्यालेरी थोरै भए तापनि यहाँनेर विभिन्न शीर्षकहरुमा स्यालेरी दिदै जाँदा तपाईको स्यालेरी बढी हुन जान्छ क्या। बैंकिङ सेक्टरको स्यालेरी अन्य सरकारी सेक्टरको तुलनामा बैंकिङ सेक्टरमा तपाईको चाहिँ राम्रो सेवा सुविधाहरू हुने गर्दछ। सबै बैंक नेपाल बैंकमा मात्रै होइन, राष्ट्रिय वाणिज्य बैंकमा पनि यही हो, कृषिमा यही हो, अझ नेपाल राष्ट्र बैंक त तपाईको सेन्ट्रल बैंक डबल हुन्छ है। ल हेर्नुस्, अब तपाईको शीर्षक बेसिक स्यालेरीमा तपाईको 3,94,824 रुपैयाँ है, 3,94,824 रुपैयाँ। यो तपाईको चाहिँ सबैले सेम नै रहन्छ वर्षभरिको। मैले तपाईलाई चाहिँ वर्षभरिको स्यालेरी नै शेयर गरे। मासिक रूपमा कुनै महिना धेरै कुनै महिना थोरै हुन्छ। त्यसैले गर्दा वर्षभरिको स्यालेरी स्लिप हेर्नु भयो भने तपाईलाई धेरै आइडिया भइहाल्छ। त्यस्तै गरी तपाईको चाहिँ डियर लेन्स अलाउन्स छ है, 24,000 रुपैयाँ। आउट तपाईहरुको चाहिँ आउट स्टेशन अलाउन्स छ तपाईको 33,120 रुपैयाँ। हाउस रेन्ट छ तपाईको 50,400 रुपैयाँ। अनि त्यस्तै बैंकिङ अलाउन्स भनेर तपाईको 2,41,020 रुपैयाँ दिने गर्दछ। अनि त्यस्तै गरी तपाईहरुको युनिफर्म अलाउन्स भनेर 13,000 तपाईको कपडाको पनि दिन्छ क्या, तपाईको युनिफर्मको अलाउन्स पनि दिन्छ। धेरै अलाउन्सहरु हुन्छन् बैंकिङ सेक्टरमा है अन्य सेक्टरको तुलनामा। त्यस्तै गरी तपाईको चाहिँ 7 नम्बरमा हेर्नु होला, बैंक डे अलाउन्स छ तपाईको 32,902 रुपैयाँ। त्यस्तै तपाईको चाहिँ खाजा तपाईको चाहिँ नास्ता खर्च छ तपाईको चाहिँ सरदर 36,000 रुपैयाँ दिने गर्दछ चौथो तहका कर्मचारीलाई। टेलर अलाउन्स भनेर वर्षमा तपाईको चाहिँ 6,000 रुपैयाँ दिने गर्दछ। की अलाउन्स भनेर तपाईको चाहिँ 70,000 रुपैयाँ दिने गर्दछ। रिपोर्टिङ अलाउन्स भनेर तपाईको 1,200 रुपैयाँ दिने गर्दछ। त्यस्तै तपाईको प्रोभिडेन्ट फन्ड छ तपाईको 39,500 रुपैयाँ। त्यस्तै गरी अन्य अलाउन्सहरु पनि छन् है। बैंकमा तपाईको चाहिँ अलाउन्स धेरै हुन्छ। अब दशैं अलाउन्स भनेर 37,673 रुपैयाँ रहेको छ। परफर्मेन्स अलाउन्स भनेर तपाईको चाहिँ कस्तो हुन्छ भने अब तपाईको चाहिँ तपाईले कस्तो काम गर्नुहुन्छ, तपाईको परफर्मेन्स के कस्तो हुन्छ त्यसमा चाहिँ म्याटर गर्छ। यो चाहिँ तपाईको चाहिँ 0% देखि तपाईको 35% सम्म स्यालेरी बेसिक स्यालेरीको 0 देखि 35% सम्म चाहिँ तपाईलाई प्रोवाइड गर्ने गर्दछ। उहाँले चाहिँ कति पाउनु भा रहेछ भने 1,38,000 रुपैयाँ पाउनु भा रहेछ परफर्मेन्स अलाउन्स। त्यस्तै गरी बोनस पनि तपाईको डेडिकेसन तपाईको डिसिप्लिनमा भर पर्छ, तपाईको
तपाईँको काममा भर पर्छ यो तपाईँको छ 1 लाख पाउनु भयो रहेछ उहाँले। त्यस्तै गरी टुर अलाउन्स भनेर तपाईँको 7,676 रुपैयाँ यो सबैले एउटै पाउने हो। त्यस्तै फोर्स लिभ अलाउन्स भनेर 12,000 यो पनि सबैले एउटै पाउने हो। मेडिकल अलाउन्स भनेर 54,800 रुपैयाँ यो पनि सबैले एउटै पाउने हो। यहाँनिर विभिन्न केही अलाउन्सहरू तलमाथि हुन्छन्, लगभग प्राय अलाउन्सहरू चाहिँ बराबरी नै हुन्छन्। अब तपाईँ धेरै विद्यार्थीहरूले म्यासेज कल अब तपाईँ चाहिँ एकदमै मोटिभेट भएर स्यालेरी देख्नुभयो, स्यालेरी स्किल देख्नुभयो, अब तपाईँले मेहनत गर्न सुरु गर्नुहोस् है। यही स्यालेरी सेवा सुविधाहरू लिने हो भने तपाईँले आफ्नो मेहनतलाई अगाडि बढाउनुहोस्।